पोर्चुगलको साथै लिदियो। अहिले हामी हेर्न जाँदैछौँ यहाँनिर वर्ल्ड कप साथीहरू त्यसैले यहाँनिर धुप पनि चाहे न त लाखुले टोकेर मारिहाल्छ राति भएपछि। एउटा भत्ता फेरि यहाँनिर पोर्चुगलको फ्यान नै चाहिँ यसलाई मतलबै छैन, जिते नै हारे त्यही पनि फ्यान भन्छ, कस्तो खालको फ्यान हो। त्यसपछि यहाँ फेरि अर्को पनि फ्यान मस्तले सुतिरहेछ। अब यो कति बेरसम्म हेर्छ थाहा छैन, यो भतुवाको नि भर छैन। अब फेरि यहाँनिर स्पिकरको जडान गर्नु पर्यो, यहाँनिर साउन्ड पनि राम्रो आएन, त्यही भएर नयाँ स्पिकर पनि आयो। फाइनली केटा गेम पनि सुरु भइसक्यो। कलेज चाहिँ यहाँनिर कमेन्ट गर्नु होला। यिनीहरू फेरि गेम हेर्न आकि सुत्न पनि थाहा छैन। यिनीहरू साला पोर्चुगलको फ्यान नि, मलाई त रिस उठ्छ यिनीहरू कन्भर्ट। त्यति मात्र के भने 5 मिनेटै गोल छिराइदिन्छ। सुरुमै गोल छिराइदिएर यहाँनिर गेमको मजै लिन पाएर पेलै छ त भतुवा। हाफको अब 45 मिनट सकेर पनि 5 मिनट थपिरहेछ। लम्बु छ गोल हाल्न भनेर खिच्या त। तक्लुले यस्तो जम्प हाने कि यस्तो जम्प हानेर हेडिङ हाने कि मेरो शब्द नै त्यस्तो कम पर्छ होला कि यसलाई बयान गर्नको लागि। फुटबल हेर्ने भन्ने अनि लास्टमा घर गइदिने या 2-3 जनालाई लात हान्नु पनि छ। यो भतुवाहरूको भरमा हेर्न चाहिँ नहुने रहेछ साथीहरू। तर पनि के छ साथीहरू, हामी यहाँनिर 2 जना पनि बसिरहेछौँ, अरू पनि मान्छेहरू छ यहाँ। त्यसपछि फेरि यहाँ हनुमानले यहाँनिर आलु चोरेर लिएर आएर छ। पाके सकिसकेर पनि थाहा छैन। फेरि खाएर हेर गेडा त राम्रै देखियो, राम्रो त के भन्नु रातो देखियो। हन्टर को भनेर सोध्ला यहाँनिर यही हो यहाँनिरको चोर हन्टर। उल्को भेट्ने भन्ने अर्का घर गएर टपकाएर लिएर आउने। 5-6 वटा त अझ गोजीमा राखेको छ रे लिएर सकेन। अर्को फेरि पोर्चुगलको फ्यान यहाँनिर अनुहार अब घर जाने रे भो त। अब यो गेमै सकेको छैन, घर जाने कतिखेर लुसुको गइसकेछ मलाई पनि थाहा छैन। आज त गेम हेर्नुपर्छ है केटा हो भन्दै यस्ता भतुवाहरूको कुरा सुनेर कहिले हुन्छ। फाइनली केटा हो लास्टमा ड्र भयो। यहाँनिर मलाई थाहा थियो कि त हार्छ कि त ड्रै हुन्छ, अरू त के